आज कसकोमा हो तपाईँ? मेरो दिनेश भदाईकोमा दिनेश भदाईकोमा ब्याम्बो कटेजमा यस्तोको म टेस्ट गर्छु ल मिठो आम्मा अर्गानिक भनेको त यस्तो पो त होइन मामा ब्याम्बो कटेजमा यो भात यो दिँदा हुन्छ उसलाई लास्टमा चाहिँ लु ढिलो खानुस् त म भिडियो बनाइदिन्छु तँ दाल दिदे बाबु घिउसँग गरेछ होइन घिउ लोपी घिउ कस्तो मिठो चाख्नु त लु यो लोकल वाउ यस्तो यमी सो यमी खाइ पो हाल्नु भयो लु म आइजु यो सुप 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 मलाई धेरै मनपर्छ ओके कस्तो मिठो मेरो सुप हेर त यहाँ पापड चाहिँ मेरो नाममा आयो यहाँ हेर न मेरो कस्तो राम्रो छ साग त्यसरी मिठो हुन्छ दिदीले भात खानु न होला खाँदिन भात भान्जी मैं भात ओइ यु अनि ठट्टोकल यस्तो चाहिँ माङ्गोले खिच्दैन यो चाहिँ भन्दा ढिउरा चाहिँ खाने हो म भात निकाल्दै छु यहाँ कुनामा गुड मर्निङ गुड मर्निङ के कान्छाको भात आयो ए दिप्सन मामाको भात मुना दिदी नि हाल्दिनु ए ओ एकछिन दाइ पिँदै थाल तैँले पिँदै के कान्छाले अलिक पुग्दैन भने म त ढिउरा खाने ला मैले पोखाएँ यति खानुहुन्छ दाइ चाहिँ ढिउरा यति खानु खाँदिन धेरै ने ओइ उयो बाबु उयो कान्छा हौ भयो जाम भएको ला अर्को नि पाउन भर्खर पाउनु आयो अर्को अब अनि निदाकै हो मामा कस्तो रहेछ यो घिउ जस्तो रहेछ ढेर जस्तो खुसी भयो हो तपाईँले भनेको होइन उता मामाले सोधेको भात कस्तो हुन्छ भात चाहिँ मोमो जस्तो हुन्छ कुन मामालाई सोध्छु कुन मामाले एन्सर दिन्छ लु काँक्रो कस्तो हुन्छ काँक्रो मैले टेस्ट गरेँ त ढिउरा यो कस्तो हुन्छ यो ढिउराको चाहिँ 32 करङ होइन 33 करङ मस्के रहेछ भने हो त्यो हात फिर्ल चिल्लो छोकै छैन हौ भात उता हात ल है जोक त कसो दिनेश भाइ ल न्यु नि उसले ल्याइछ भान्स्याम ल एकछिन कट गरेर त